सम्पूर्णमा नमस्ते। मेरो नाम दिपेश कुमार महतो। आज हामी चाहिँ राटोबन्दी नगरपालिका वडा नम्बर 14 मा छौँ। उहाँको नाम चाहिँ सोमबहादुर ढुङको घरमा छौँ आज हामी। उहाँको चाहिँ आर्थिक समस्या धेरै कमजोर, उहाँ आएर चाहिँ धेरै बिरामी हुनुहुन्छ। अनि विशेष गरी म नेपालको सम्पूर्ण सङ्घ संस्था तथा फाउन्डेसन र गायकका समाजसेवी तथा आजसम्मका सम्पूर्ण समाजसेवीलाई म आग्रह गर्न चाहेको त्यो अङ्कराई चाहिँ सहयोग पुरोस् भन्ने एउटा म आशा अनि विश्वास लिएर आएका छौँ। अनि म यो भिडियो मार्फत सहयोगी हातलाई म चाहिँ सहयोग बढाइदिनुको लागि म हार्दिक त्यो पनि अनुरोध गर्न चाहे। अनि एकचोटि त्यो हेराइदिनु हेर्नु कतिको गाह्रो भएको छ दाइलाई। अनि दाइसँग त्यो के कस्तो कसरी भयो त्यो भनेर सोधाइदिनु। दाइ यो कसरी भयो? नमस्कार सम्पूर्ण मेरो तर्फबाट सोमबहादुर ढुङको तर्फबाट म अब भएको चाहिँ रोगबाट झरेर अब बर्को रोगबाट झरेर 3 वर्ष यो वैशाखमा 10 गते हुन्छ। अब 2.5 वर्ष चल्दैछ। 3 वर्ष हुनलाई अब धेरै त छैन, अनि आउँदैछ। अब त्यही भएर यो मुटुदेखि तलतिर चाहिँ केही चल्दैन, थाहा हुँदैन, मान्छेले टच गर्दा पनि थाहा हुँदैन, पुरै फ्र्याक्चर हो यो मुटुदेखि तलतिर चाहिँ। अब यो मुटुदेखि मास्तिर चाहिँ मात्रै अलि राम्रो छ, केही भएको छैन। यो मुटुदेखि तलतिर केही थाहा हुँदैन, चलेको पनि अब चल्दैन पनि, अब मान्छेले टच गर्दा पनि केही थाहा हुँदैन। अब न हड्डी मासु सबै के भएको नि, अब हड्डीबाट त होला नि प्रब्लम। अब यस्तो नचलेको तलतिर थाहा नभएको त हुनसक्छ। त्यही कारणले उहाँ भैयाहरूले अब सबैले अब सपोर्ट गर्दै हुनुहुन्छ। अहिलेसम्म अब लैजाऊ हस्पिटलमा भन्नुभएको छ। हिजो अस्ति पनि 2-3 चोटि आइपुग्नु भयो। अब आज पनि आउनुभएको छ। भाइहरूले अब सल्लाह गरेर आउनुभएको रहेछ। अब कि सोमबार कि मङ्गलबार कि बुधबारतिर अब लाने भन्ने विचार भयो। अनि सल्लाह सुझाव सबैको त्यही भयो। पहिला मैले योभन्दा अगाडि बनाएको भिडियोमा अब 1 हप्ता भनेको थियो, अब त्यो ब्यालेन्स मिलेन, अब कुरा यताउता अलि मिलेन। हाम्रो काम कुराबाट पनि अलि फुर्सद पनि भएन। उहाँहरू आज आउनु भएको छ। अब कि सोमबार कि मङ्गलबार कि बुधबारको दिन अब उहाँ मेन अब डाक्टरसँग सल्लाह भएर उहाँ भाइहरू भतिजाहरू आउनु भएको छ। अब उहाँहरू भाइहरूको सल्लाहबाटै अब म पनि अब जाने छ। पहिलाको चाहिँ अब अलि क्रस भयो, अब के भन्ने बित्तिकै त भएन होइन, अलिकति त्यो मिस्टेक भयो हामीले बोलेको चाहिँ। अब सहयोग गर्ने दाजुभाइ दिदीबहिनीहरूले पनि अब सम्झ्यो होला। अब यिनीहरूले फटा रहेछ, अब यो घरमा बस्ने खाने पैसा उठाएर यिनीहरूले खायो भनेको सोच्यो होला। तर त्यो नसोच्नुहोस् सबैले। अब हामी जाँदैछौँ बिस्तारै, अब काम कुरो सबै मिलाउनु पर्यो। घर पनि अब ठुलो मान्छे त छैन, बुढाबुढी मात्रै हो। अब मेरो आमा बोलाएको छ घरको लागि, अब रेखदेख गर्नको लागि। हामी बुढाबुढी नै जानेछ। सानो बच्चा पनि छ एउटा 2 वर्षको, उहाँ लिएर हामी जानेछ। अब यो के सोमबारबाट अब मङ्गलबार कि बुधबारको दिन हामी कन्फर्म नै जानेछ। यति मेरो तर्फबाट सबैले अब मैले भनिसकेको छ। अब भतिजाहरूले पनि अब उहाँ भाइहरू पनि आइपुग्नु भएको छ। नमस्कार, मेरो तर्फबाट यति नै हो। कस्तो धन्यवाद। दाइको कुरा तपाईँहरू सबैले सुनिदिनु होला। अनि सबैजना सकेसम्म सहयोग गरिदिनु होला। अनि म चाहिँ 2 शब्द राखिदिनुको लागि सुरत दाजुलाई आग्रह गर्न चाहे। आउनु केही भन्नु पर्यो। नमस्ते सम्पूर्णमा है। अब हाम्रो दाइले चाहिँ हामीले अब आज आएको थियो हामीहरू सबैजना है सरसल्लाह गर्नुको लागि। र हामीले लालबन्दीमा सन्तोष दाहाल भन्ने हाम्रो अङ्कलसँग पनि कुरा गऱ्यो। उहाँको चाहिँ अस्पताल काठमाडौँ भयो र उहाँकै हामीले उयोमा हामीले अब उपचार गर्नेछौँ अङ्कलको। अनि उहाँले चाहिँ अब म चाहिँ पहिला उहाँ जान्छु है। अनि उहाँबाट चाहिँ हामी तिमीहरू पनि आऊ अङ्कल लिएर त्यस्तो भन्नुभयो कि अङ्कलले। हामी अघि भर्खरै कुरा गरेर आएको। अनि उहाँले चाहिँ सक्दो सहयोग गर्छु भन्ने भएको छ। सक्दो उहाँले चाहिँ निःशुल्क नै गर्नु भन्नुभएको छ। अनि हामीले उठाएको पैसाले चाहिँ उहाँको अब भाडा खर्च यताउति चाहिँ हामीले हुन्छ होला जस्तो लागिरहेको छ। अनि त्यही हो। तपाईँहरू पनि यसरी सबैजनाले सहयोग गरिदिनु होला। हामीले चाहिँ उठाएको पैसाहरू यताउति केही गर्ने छैन।
उहाँकै उपचारमा हामीले लगाउनेछौँ र हामीसँग सबै हिसाब छ। हामीले एक कुरा पनि यताउति हामीले अङ्कलको लागि सामानहरू पनि ल्याएको छौँ, तर हामीले कहीँबाट पनि यताउतिको हामीले आफ्नै पैसाले बरु किनेर ल्याएको छौँ, तर हामीले उठाएको पैसाबाट एक कुरो पनि घटाएको छैन है। जति उठाएको थियो त्यति नै अहिलेसम्म छ र यति नै भन्न चाहे। अब तपाईँहरूको पनि जे जति हुन्छ सहयोग गरिदिनु पर्यो, किनभने हामीले कुनै गलत काम गरेको होइन। हामीले सक्दो उहाँको उपचार राम्रो र राम्रोसँग होस् भनेर हाम्रो चाहना छ है त। हस्त धन्यवाद र